यदि तपाईँ राइड सेयरिङ एपको प्रयोग गरेर एक्स्ट्रा इन्कम जेनेरेट गर्न चाहनुहुन्छ भने यो भिडियो तपाईँको लागि। 30 भन्दा बढी देशमा एक्टिभली सञ्चालनमा आएको याङ्गो राइड सेयरिङ एप अब नेपालमा आइसकेको छ। राइडर साथी दाजुभाइहरूको लागि अब रजिस्ट्रेसन पनि खुलिसकेको छ। एडभान्स सिस्टम, एक्स्ट्रा बोनस, एकदमै लो कमिसन, ग्राउन्डमा सपोर्टदेखि अरू थुप्रै सुविधा भएको यो एप अहिले ग्लोबल्ली एकदमै पपुलर छ। यदि तपाईँ यो एप प्रयोग गरी आफ्नो आम्दानी बढाउन चाहनुहुन्छ भने एउटा सिम्पल प्रोसेसको थ्रुबाट आफूलाई राइडर रजिस्टर गर्न सक्नुहुनेछ। र यो प्रोसेसमा तपाईँलाई केही समस्या आए याङ्गोको लोकल पार्टनर दोस्ती राइड प्राइभेट लिमिटेडलाई कुनै पनि बेला सम्पर्क गर्न सक्नुहुनेछ। यो नम्बरमा कल, वाट्सएप र इन्स्टाग्राम, फेसबुकमा पनि डिएम गर्न सक्नुहुनेछ। अब सुरु गरौँ है त दर्ता प्रोसेस। फर्स्ट स्टेपमा चाहिँ हजुरले यहाँ देखाइएको क्युआर स्क्यान गर्नुहोस् अथवा हामीले दिएको लिङ्कमा क्लिक गर्नुहोस्। अब तपाईँले तपाईँको नाम, नम्बर अनि बाइकको नम्बर हाल्नुपर्ने हुनेछ। अब तपाईँ यसमा क्लिक गर्नुहोस्। यो लिङ्कलाई क्लिक गरेर तपाईँले याङ्गो प्रो डाउनलोड गर्न सक्नुहुनेछ। याद राख्नुहोस् है, राइडर बन्नको लागि मात्रै याङ्गो प्रो डाउनलोड गर्नुपर्ने हुनेछ। यो एप डाउनलोड हुनको लागि 2 देखि 3 मिनट लाग्छ, सो एकैछिन धैर्य गर्नुहोला। अब एप डाउनलोड भएपछि यहाँ भित्र जानुहोस्। यो प्रोफाइलको आइकनमा क्लिक गर्नुहोस्। यसमा तपाईँको मात्र अनुहार आउने गरी सेल्फी हाल्नुहोस्। यसमा तपाईँको एक्सपायर नभएको लाइसेन्सको फोटो बोथ साइडको हाल्नुहोस्। अब यसमा चाहिँ लाइसेन्सको फोटो यसरी समाएर एउटा सेल्फी और ब्याक क्यामेराबाट कसैलाई खिच्न लाउनु पर्ने हुनेछ। हेर्नुहोस् त, यो फोटोमा देखाएको जसरी नै एउटा फोटो हाल्नुपर्छ। तपाईँको डकुमेन्ट अप्रुभ हुन केही टाइम लाग्नेछ, त्यसको लागि वेट गर्नुहोला। र तपाईँ अब फर्स्ट राइडको लागि रेडी भइसक्नु भएको छ। तपाईँको वरिपरि हुने साथी भाइहरूलाई पनि सेयर गर्नुहोला। याङ्गोले ओपनिङ अफरमा धेरै डिस्काउन्ट, बोनस अनि थुप्रै अफरहरू ल्याउँदैछ है, त्यसैले मौकाको चौका चाहिँ उठाइहाल्नुहोला। केही समस्या अथवा अप्ठ्यारो परेमा चाहिँ दोस्ती राइड प्राइभेट लिमिटेडलाई सम्पर्क गर्न सक्नुहुन्छ।